डाक्टरलाई अक्षर राम्रो लेख्ने ट्युसन क्लास, अदालतले दियो यस्तो रहस्यमय आदेश। भारतीय न्यायाधीशले गरेनन् डाक्टरको अक्षर देखेर बलात्कार मुद्दाको फैसला। डाक्टरले लेखे आँखा सुक्खा हुने समस्याको औषधि, पसलेले दिए यौन उत्तेजना बढाउने क्रिम। निर्भीक खबर, निरन्तर खबरदारी। आजको डिजिटल युगमा प्राय सबै कुरा टाइप गरिन्छ, किबोर्डमा लेखिन्छ, तर के हातले लेखिएको अक्षर अझै पनि महत्त्वपूर्ण हुन सक्छ र? भारतको एउटा अदालतले भनेको छ हो, विशेष गरेर डाक्टरको अक्षर त झनै महत्त्वपूर्ण छ। डाक्टरको अक्षर औषधि पसलेले मात्र बुझ्छन् भन्ने ठट्टा संसारभरि नै चल्छ। भारतमा पनि यो सामान्य हो, तर हालै पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरको अक्षर स्पष्ट हुनुपर्ने विषयमा एक कडा आदेश दिएको छ। अदालतले भनेको छ, स्पष्ट र पढ्न सकिने मेडिकल पुर्जी पाउनु बिरामीको मौलिक अधिकार हो, किनकि यसले जीवन र मृत्युको फरक पार्न सक्छ। चाख लाग्दो कुरा त के छ भने यो मुद्दा डाक्टरको अक्षरबारे थिएन। न्यायाधीश जसगुरप्रीत सिंह पुरी एक महिलाले लगाएको बलात्कार, ठगी र जालसाजीको आरोपमा एक पुरुषको जमानतमाथि सुनवाई गरिरहेका थिए। जब न्यायाधीश पुरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको सरकारी डाक्टरको मेडिको लिगल रिपोर्ट हेरे, उनले एक शब्द पनि बुझ्न सकेनन्। आफ्नो आदेशमा उनले लेखे, यो देखेर अदालतको विवेक नै हल्लियो, किनकि मेडिकल रिपोर्टको एउटा अक्षर पनि पढ्न सकिने थिएन। न्यायाधीश पुरीले भने, प्रविधि र कम्प्युटर सजिलो उपलब्ध भएको समयमा पनि सरकारी डाक्टरहरूले हातले यस्तो पुर्जी लेखिरहेका छन् जुन सायद औषधि पसल बाहेक अरू कसैले पढ्न सक्दैन। यो आश्चर्यजनक छ। अदालतले सरकारलाई मेडिकल कलेजको पाठ्यक्रममा अक्षर सुधार्ने कक्षा समावेश गर्न 2 वर्षभित्र सबै पुर्जीहरूलाई डिजिटल अर्थात् कम्प्युटरबाट प्रिन्ट गरिएको बनाउने व्यवस्था गर्न र यो व्यवस्था लागू नभएसम्म सबै डाक्टरले स्पष्ट रूपमा ठूलो अक्षरमा पुर्जी लेख्न समेत आदेश दिएको छ। 3,30,000 भन्दा बढी सदस्य रहेको भारतीय मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर दिलीप भानुशालीका अनुसार उनीहरूले यो समस्या समाधान गर्न सहयोग गर्न तयार रहेका छन्। धेरै डाक्टरहरूको अक्षर खराब छ भन्ने कुरा सत्य हो, तर यसको कारण उनीहरूको अत्याधिक व्यस्त हुनु हो, विशेष गरी सरकारी अस्पतालहरूमा। उनी भन्छन्, दिनमा 7 जना बिरामी हेर्ने डाक्टरले स्पष्ट लेख्न सक्छ, तर दिनमा 70 जना बिरामी हेर्ने डाक्टरका लागि यो गाह्रो विषय हो। भारतीय अदालतले डाक्टरको अक्षरमाथि प्रश्न उठाएको यो पहिलो पटक भने होइन, तर डाक्टरको अक्षरको महत्त्व सुन्दरताका लागि होइन, बिरामीको सुरक्षाका लागि हो। सन् 1979 मा अमेरिकामा भएको एक अध्ययन अनुसार मेडिकल गल्तीका कारण वार्षिक करिब 44,000 मानिसको मृत्यु हुने गरेको थियो, जसमध्ये 7,000 मृत्यु डाक्टरको खराब अक्षरको कारण भएको देखिएको थियो। स्कटल्यान्डमा एक महिलालाई आँखा सुक्खा हुने समस्याको औषधिको सट्टा झुक्किएर यौन उत्तेजना बढाउने क्रिम दिइयो, जसले गर्दा उनको आँखामा रासायनिक चोट लाग्यो। भारतमा पनि औषधि नमिल्दा धेरैको स्वास्थ्य गम्भीर बनेको र मृत्यु समेत भएको रिपोर्टमा देखिएको छ। मेडिकल काउन्सिल अफ इन्डियाले सन् 2016 मा डाक्टरहरूले स्पष्ट र ठूलो अक्षरमा पुर्जी लेख्नुपर्ने नियम बनाएको थियो, तर आज पनि त्यो अवस्थामा खासै सुधार आएको छैन।